2 पत्रुस 1 अध्यायको 5 हेरौँ भने त्यहाँ लेखिएको छ, यसकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भारतीय स्नेह र भारतीय स्नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छ भने यी कुराहरूले तिमीहरूलाई बेकममा र निष्फल हुनदेखि बचाउनेछन्। किनकि यी कुराहरूको अभाव भएको मानिस चाहिँ आफ्ना पापहरू, पुराना पापहरूदेखि शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढाका कुरा नदेखे जस्तो हुन्छ। यसै कारण भाइ हो, तिमीहरूको बोलावट र चुनाव निश्चय गर्नलाई अझ जोसिलो हो। यी कुरा गर्नाले तिमीहरू कहिले लुट्ने छैनौ, किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता यसु ख्रिस्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागत साथ प्रवेश गर्न मिल्नेछ। आमेन।